मैले सोचेको पनि थिइनँ कि मैले यति मिठो बनाउँछु भनेर। के बनाउँदैछु भिडियोमा हेर है त। आज चाहिँ मलाई लास्टै मम्मीले बनाएको गाउँको रोटीको चाहिँ याद आइरहेको थियो। त्यही भएर चाहिँ म आफैले बनाउँदैछु। मम्मीले बनाएको जस्तो मिठो त नहोला तर पनि ट्राई चाहिँ गर्दैछु। अब गाउँघरमा मम्मीले बनाएर दिनुभएको रोटीहरू जस्तै खान चाहिँ मन लाग्दैन थियो नि त होइन। त्यति बेला चाहिँ जहिले रोटी के पकाउनुहुन्छ भनेर मम्मीसँग रिसाएको थियो। तर अहिले चाहिँ मम्मीसँगै नभएपछि चाहिँ आज चाहिँ मम्मीले बनाएको रोटीको चाहिँ याद आयो कि अचम्म हुन्छ है। जब हामीसँग त्यो कुराहरू हुन्छ तब चाहिँ हामीलाई त्यो कुराको चाहिँ कुनै वास्ता नै लाग्दैन कि। तर त्यो कुराहरू नभइसकेपछि चाहिँ त्यो कुरा भएदेखि हुन्थ्यो जस्तो लाग्दो रहेछ होइन। त्यही भएर भनिन्छ नि साथीहरू जे कुराको पनि समय हुँदा नै कदर गर्नुपर्छ भनेर होइन। यस्तै हो साथीहरू, कुरा गर्दै गर्दै जाँदा त कुरा कहाँ कहाँ पुग्छ होइन। लास्टमा चाहिँ मैले बनाएको रोटी कस्तो थियो भन्दा चाहिँ एकदम मिठो थियो। मलाई चाहिँ एकदम मिठो लाग्यो। आफैले बनाएर हो कि के हो त्यो चाहिँ मलाई थाहा भएन तर एकदम मिठो थियो। ल साथीहरू आजलाई चाहिँ बाई बाई। अब फेरि अर्को भिडियोमा भेट्नेछु। बाई बाई।